Hello guys, welcome to my video. म चाहिँ फाइनल आइसकेको छु यहाँनिर लक्ष्मीको बिहेमा। यहाँनिर उता लक्ष्मी चाहिँ उतानिर के गर्दै रहेछ उनीहरूले अब उनीहरूको पूजा हुँदै होला कि त त्यहाँनिर अब रित हुँदै होला अनि के अरे अब म बेहुला त्यसमा भेट्छु होइन अनि के अब म चाहिँ यहाँनिर स्न्याक्स लिन आँटेको छु त गाइस मेरो चाहिँ आइरहेको छ स्न्याक्स गाइस मेरो फाइनल यहाँनिर स्न्याक्स पनि आइसकेको छ यहाँनिर देख्न सक्नुहुनेछ म चाहिँ त गाइस फर्स्ट बाइट गाइस पकौडा यो आलु चिप्स ल फिस देख्न सक्नुहुन्छ जानुभएको सेवा गरे ल वेलकम छ मेरो भिडियोमा स्वागत छ मेरो भिडियोमा स्वागत छ ल हामी बाजेर म चाहिँ एउटै साथमै बाजे त हुन्छ बाजे हजुर हुन्छ यता चाहिँ छ खाना खाने ठाउँ गाइजहरू ल भाउजूलाई मेरो भिडियोमा स्वागत छ भाउजू सेवा हजुर यता नमस्ते यता ए भाउजू सेवामा भाउजू नचिन ला भाउजूलाई नचिनेको हजुर यता हामी दुईवटा भाउजू यता म चाहिँ यता ल फेरि पनि ल हुन्छ यहाँ रहेको छ पुलाउ यहाँ मेरो भातमा नानी आयो आलु भात राखिदिन्छु हुन्छ यहाँ रहेछ चिकन पनि चिकन ग्रेभी हाल्दैछु न बहिनी यो हालौँ न ल सब्जी यो चाहिँ पर्द चल्दैन हजुर यहाँ राईहरूले यस्तै चलाउँछ भात यहाँ छ सलाद हुन्छ पानी पनि हुन्छ हजुर हजुरलाई भर्खर यहाँनिर है त गाइस लक्ष्मीको बिहे खाँदैछ त म चाहिँ यहाँनिर देख्नुभयो होला ल फर्स्ट बाइट चलाइ त ल खाए ल गाइस कस्तो बेलामा मर्छ त राजु है एकदम काफी मिठो मिठो अर्कै खाएर आउनु ल भन्नु भने नि यहाँ छिर्नुपर्छ तपाईँ मिठो giúp lọt bao đấy Papa स्वागत छ मेरो भिडियोमा हेलो बहिनी यता बहिनी हेलो यता कता हो यता बेहुला बेहुली अहिलेसम्म जति सम्हाल्नु सक्छन् है
स्वागत छ मेरो भिडियोमा फेरि अनि हजुर सेवा के हजुर हामीले खाँदै लिएको यो लोकन्डीमाले काम चाहिँ बनाइदियो न लोकन्डीमा काम लोकन्डीको काम लोकन्डीमा काम हामी गयौँ पनि सही बिजी बाई बाई यो कुरा म नेपालमा हिजो आमा यसरी लिएको बत्ती के हो गालीभरको अङ्के अब चन्द्रमान गर्दा 16 दिनमा 16 मासहरू लिएर आउँछ काम सकियो त्यो गालीभरको अङ्के हो हामी बाटो
कहाँ लगेको दिदीलाई फेरि बेना सेवा स्वागत छ मेरो भिडियोमा स्वागत छ मेरो भिडियोमा हुन्छ म ढिलो आएँ होइन लाजाक भएको अनि एउटा फोटो खिच्छु भनेको एउटा अन्त एउटा फोटो खिच्छु भनेको यता आउँछ यता यता आउँछ यता तिनजना सँगै लक्ष्मी यता हेलो यस्तै हो त अब होइन छोरी भनेको त्यो अर्का घर जानै पर्ने हो अब रुनु पर्दैन हौ लक्ष्मी नरुवा मलाई कस्तो मलाई नि कस्तो रुनु मन लाग्यो तिमी रोएर त मलाई कस्तो कस्तो भयो क्या लक्ष्मी एउटा फोटो खिच्नु भनेको लक्ष्मी नरुवा न नरुवा 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 यस्तो रहेको छ अब जाने कार्यक्रम भइरहेको छ मैले फोटो खिच्नु पाएन बेला बेलुसँग म ढिलो आएको अवस्था भइरहेको छ है त भाइ तपाईँ के गर्नु फोटो खिच्न पाएन अर्को बिहे पनि खुवाउनु पर्छ नरुनु नरुनु भोलि पर्सि आइहाल्नुहुन्छ हजुर अर्को पनि हालिदिउँ भनेको नि भाइ ल है त अब हाम्रो लक्ष्मीलाई अब होइन राम्रोसँग लानु भेना भेना हाम्रो लक्ष्मीलाई राम्रोसँग लानु लक्ष्मी जसरी नै राख्नु है त भेना लक्ष्मी जस्तो नाम लक्ष्मी छ त्यसरी नै लक्ष्मी जस्तो राख्नु होला होइन खुसी साथ राख्नु होला है त हाम्रो लक्ष्मीलाई होइन हजुर यसरी सधैँभरि अब सधैँभरि हाँसी खुसी देख्न पाऊँ है त लक्ष्मीलाई ल लक्ष्मी है त यस्तो हुँदो रहेछ बेहुलाले बेहुलीलाई लाँदैछ है त भाइ Guys.
ल यता बेहुली ल्याउँछ ल बाई हजुर अहिले त आउँदैछ त ए भइहाल्छ जन्तीबाट जन्ती ए हजुर सेवा है त सेवा सेवा तपाईँ राई तपाईँ राई हो भनेको नि ए लिम्बू ए कुन लिम्बू कुन पाङदेन माङदेन ए हजुर होइन म त तामाङ यहाँ हामी साथीहरू क्या पहिला सँगै पढेको हजुर भयो ढिलो आए के त्यही भएर नि हजुर यहीँ फुलबारी चोक नजिकै हो कि यहीँ चोक हो कि ढिलो भयो क्या नि त्यही भएर हजुर ल त भेनाको साथी साथी हजुर ए ल सेवारो है त सेवारो भुइँसोरी सेवारो है त हजुर सब्सक्राइब गर्नुपर्ने हुन्छ है सरु तामाङ सब्सक्राइब हजुर अब कहिले हुन्छ युट्युबमा सरु तामाङ हस् सरु तामाङ है हजुर हजुर हस् बाई लक्ष्मी लक्ष्मी बाई राम्रोसँग जाऊ ल भेना बाई राम्रोसँग लानु है राम्रोसँग लानु है ल मेरो साथी लक्ष्मीलाई तपाईँ भोलि जानुहुन्छ होइन आजै जानुहुन्छ राजेशलाई लिएर ल त अब मेरो साथी जाँदैछ लक्ष्मी अब यस्तै हो छोरीको जात अब के अरे पढाइको घर जानै पर्ने छैन पढाइ छैन हजुर ल पढाइ घर अब जानै पर्छ है त अब ल ए भइहाल्छ नि तपाईँको चाहिँ भइसकेको होला ओहो त्यसो ल बाई लक्ष्मी ल गयो ल राम्रोसँग राख्नु होला है त ल ल बाई बाई ए हो गयो बेहुली गाइज
हेलो बहिनी हेलो हजुर हजुर हेलो गर्नु पर्यो रे बाजे भन्नु न के गर्नु पर्यो रे यहाँ तपाईँ हामीले अब बिहेमा बोलाएपछि होइन अब हजुर अठोसरले च्याला कतिमा हो रितभाव के हो सबै तपाईँलाई हामीले बुझाएर अब आफ्नो रीतिरिवाज के छ उनीहरूले बिदा दिनु ए पर्यो हुन्छ अब सबै बिदा नि भइसक्यो यहाँ अब के गर्नु न उहाँहरूले बजाएर बजाएर बाजागाजा बजाएर अब उनीहरूले बिदा मागेर जान्छ ए हजुर कतिखेर हो यो चाहिँ बिदा हामी चाहिँ बिदा दिइसकेको ए हजुर अब खाने होइन हजुर। हामी अब रीति बुझायौँ हजुर। उनीहरूले होइन बोलाएपछि अब उनीहरू चाहिँ सबै यो चाहिँ अब लान्छ खाने के गर्छ रीत हाम्रो अब हजुर सुनाएको चाहिँ यस्तै छ के हजुर हुन्छ हस् बाबाकै ल त यति यो दिनुभएको दक्षिणा बडा उहाँहरूलाई ल हुन्छ हस् अब गएर उता यो लु हाल झोला ढिलो झोला होइन चामल यो एकै ठाउँ हाल्न चामल त्यो ठाउँ हाल्नु अनि हालेको चाहिँ भाले त खाइहाल्यो होटेलमा पकाउनु लाग्यो यो दहीको टिको लगाएर जानु यो सेतो सबै खाइहाल्नु अनि हिँड्नु कि खान्छ सेतो मिगेरले खान्छ हजुर अब हामी लाग्छौँ है उदमा बोक्ने यो म बोक्छु एकचोटि नर्सिङमा जाउँ न साधन चाहिँ के छ शनिबार फेरि अर्को बिहा पर्सि आज एउटा ठाउँमा बुझ्नुहुन्छ कि
काठमा त खेचिका खेचीको यहाँ पाइन्छ कालो बोका छ नि चिप्पर गरेर के भयो कालो बोका ल है तराई जातिहरूले बुझ्नुहुन्छ होला म चाहिँ बुझ्दिनँ है भाषा होइन अब के भन्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला है